Hello, beautiful people with beautiful heart. Welcome to my new vlog. आज चाहिँ म चाहिँ हाम्रो गाउँ मुलकोटमा हैन हामी चाहिँ आज दशैंको लागि भाले पूजा गर्न थालिसक्यौँ। यहाँ चाहिँ पूजाको सामान भाले पोथी जोडी रेडी छ पुजारी हो हैन। यो चाहिँ हाम्रो घरको भाले है। पोथी त भालेले छोपेर राखेको छ त हो सोल्टी जोसमा जोस। र हाम्रो पुजारी बानी आइसक्नु भएको छ। हाम्रो पूजा सुरु हुन्छ। भाले जुदाउनु पर्यो ठुलो मम्मी ए यहाँ त्यही कुरा आयो त अनि यही हो ए त्यही भएर अहिले कटकट गरिरहेको रहेछ। एक जोडी दुई जोडी तीन जोडी। भतिज हेलो भतिज के गर्न आएको? कहाँ हिँड्या हो लु भाले समाउनु। हाम्रो यहाँ हुनुहुन्छ ठुलो कुखुरा गोठालो हो कुरा चराको हो के हो ल ठिक छ। मान्छे कहाँ हुँदैछ माने त मनाइयो भाले मनाइयो घरमा पूजा पनि गरियो। यता सिकारी यता के हो यो घरमा अनि के हुन्छ सिकारी घरमाली पानी पो खायो त्यसले रक्सी खायो कि पानी खायो गट खाइदिएको त पानी त ल एकैछिन भाले नमानेर हैरान भयो यहाँ सबैको मानिसक्यो भाले मानेन। मना केटा मना भालेलाई उता नचढाइहालिस् होइन पहिला छुवाएर चाहिँ हाल्ने हो क्या पहिला त्यहाँ चाहिँ छुवा न यहाँ छुवाएर गुड भेरी गुड। ल परमेश्वरी भाले फेरौँ है मान्नु श्याम दाजु भाले के गर्ने माने केटा ल के अर्को ल्याउने निदाएर बसेछ भाले चाहिँ मस्त निदाएर भाले त उठेछ काटेपछि अनि छोटो यसरी काटेपछि त्यो पुजारीले फुत्त यसरी त्यो पोखरीमा फालिदिने 2 मिनेटमा त्यो कुखुरा आदि खाइदिन्छ त्यो माछाले। ल हाम्रो चाहिँ घरमा पूजा सकिसक्यो होइन। अब चाहिँ हामी मारी यो भालेहरू लगेर घरमा पर भुटेर खाने हो। यो चाहिँ हाम्रो विधि विधान अनुसार सक्यो होइन त पूजा सक्यो सक्यो। Alright, bye bye. See you on next video.